म नेपाल सरकारलाई सोध्न चाहन्छु कि के तपाईहरुसँग शक्ति छैन, पावर छैन, सेना छैन, सशस्त्र प्रहरी छैन, आर्मी छैन, केही छैन? यदि छ भने फेरि किन सक्रिय छैन? जुन काम हाम्रो सशस्त्र प्रहरीलाई गर्नु पर्थ्यो, पुलिस प्रहरीलाई गर्नु पर्थ्यो, त्यो काम त यहाँ हाम्रो मध्य प्रदेशको अनभक्तहरू गरिरहेका छन्। कहीँ सानो टेन्ट लागेको छ, कहीँ इन्डियाबाट केही मान्छेहरू बिक्री बेच्ने काम गर्न नेपाल आउँछ, उनीहरूलाई समातेर कुटपिट गर्ने गर्छ, आइडी चेक गर्ने गर्छ, फेरि उनीहरूलाई रोहिङ्ग्या बङ्गाली बताउँछ। अब यो काम बोर्डरमा बसेको सशस्त्र प्रहरीको हो, जसलाई बोर्डरमा खटाइएको छ। ठीक छ, यदि कसैलाई खुफिया जानकारी भयो भने त्यो इलाका प्रहरीलाई त भन्न सक्थ्यो, तर आफै एक्सनमा आउने यो कहाँको नियम हो? यदि यस्तै चलियो भने भोलिको दिनमा जुन नेपाल इन्डियाको कूटनीतिक एउटा सम्बन्ध बनाएको छ त्यो त खराब भइहाल्छ। खराब नै छ। म त भन्न चाहन्छु कि ब्रेकेट्स लगाउनुस्, सिल गरिदिनुस् बोर्डरलाई, हामीलाई केही आपत्ति छैन। के को पर्वाह? जब नेपालमा आयातकार बन्द हुन्छ तब थाहा लाग्छ। म भन्न चाहन्छु यिनीहरूको खिलाफ एक्सन लिनुस् जुन मध्य प्रदेशमा भइरहेको छ। यसबाट संसारभरिमा नेपालको नाम बदनाम भइरहेको छ। प्लिज हाम्रो मुस्लिम समुदायबाट कुनै मान्छे गलत छ भने एक्सन लिनुस्, जेलमा कोच्नुस्, कानुन बमोजिब सजाय दिनुस्। हामी भोग्न तयार छौँ, हरेकलाई भोगाउन तयार हुनुस्। तपाईहरु यस्तो चुप्प लागेर बस्न मिल्दैन।